सायद भद्रगोलबाट फर्स्ट एपिसोडबाट भयङ्कर चलेको आर्टिस्ट चाहिँ म हो फर्स्टमा। सबैलाई त्यस्तै लाग्छ, मुन्नीले नि होइन फर्स्टमा आउने बित्तिकै फर्स्ट एपिसोडबाट क्लिक भएको म, त्यसपछि मुन्नी होइन फर्स्ट एपिसोड इनिसियल फेजको हो नि त, किनकि मैले गर्दा त भर्खर स्टार्ट भएको थियो नि त। अनि त्यसपछि फर्स्ट एपिसोड गरेँ, दोस्रो एपिसोड गरेँ। अब जहाँ पनि बले भन्ने भएपछि टिमभित्र खिचल भयो रहेछ, प्रड्युसर डिरेक्टर टिमभित्र खिचलो परेछ। अनि यो चाहिँ हुन्न, हाम्रो रोल घटाएर किन उसको चाहिँ बढी लेखेको भन्ने कुरा भइसकेपछि कुमारजीले बलै हुँदैन भने म सिरियलै गर्दिनँ भनेछन्। कुमारजी र अर्जुन दाई दुईजना ताली बजाउनु त आइएर छ होइन। अनि तिनीहरूले बले नभइकन हामी गर्दैनौँ भनेपछि अब गर्नु पऱ्यो नि त। अब म छिरेको 2500 रुपियाँ पर एपिसोडमा, अनि पैसा आउला भन्यो आउँदैन। अनि त्यसपछि के हो भन्दा प्रड्युसर उता केटाहरूले नि 1 रुपियाँ पाएन रहेछ, केटाहरू पनि प्लेटफर्म मात्र खोजिरह नि त। अनि त्यसपछि ठ्याक्कै पछि 3-4 महिनापछि त अब हामी स्टेजमा बिजी हुन थाल्यो, सिरियलको पैसा मतलब हुन छोड्यो। अनि त्यसपछि भद्रगोलको त अब जिग्री पाँडे म कक्रोच कमल दाईहरूले चाहिँ पाउनु भयो होला। हामीले त 120-130 भागसम्म त पैसा पायो। मेरो एन्ट्री पछि बल्ल पाउनु भयो। मैले हिजो सुनेको थिएँ त्यो हाम्रो गोजीमा 2 पैसा छैन भन्नेले शङ्कर दाईले एउटा उसमा भन्नुभयो। हो रहेछ, उहाँले पैसा लानु भएछ। अनि 130 सम्म चाहिँ कसैले पाएको थिएन। तनाव छ गोजीमा 2 रुपियाँ छैन भनेपछि लानु पर्छ भन न। त्यहाँ कमल दाई फिल्म गर्ने, फिल्मबाट पैसा आउने, जयन्ती बिजनेसम्यान खासै जयन्ती दाईको चाहिँ के बिजनेस छ? राम्रो बिजनेसम्यान ए हो र, पहिले क्यारेक्टर त्यस्तो देखिए पनि खतरा होइन। मधुसूदन सर बिजनेसम्यान, पैसाको केही कमी नहो। त्यहाँ साँच्चै नै कलाकारिता गर्ने भनेको चाहिँ शङ्कर दाई हुनुहुन्थ्यो, शङ्कर दाईले नि पाउनुहुन्थ्यो होइन। म कक्रोच जिग्री पाडे 4 जना मात्र चोखो कलाकारिताबाट चाहिँ पनि बिजनेसै थियो। कसको? मलाई जयन्ती दाईको चाहिँ आज नौलो थाहा भयो। अब देखिने इम्प्रेसनै अब हैन। के रे सुन न, यो पोडकास्टको टाइमलाइन छ कि छैन? छैन दादा, 4 घण्टासम्म गर्ने। मलाई डर चाहिँ के लाग्यो भने बलेकै स्टाइलमा भद्रगोलको 1 एपिसोडदेखि 220 पुर्याएर अनि फेरि सबै एपिसोडको भन्नु लाग्यो, डर लाग्यो क्या। इन्ट्री कसरी हुनु भयो भन्दै गर्दा अब कतिपय चिजहरू त मजा आउँछ नि त। मैले नि घरिघरि बोल्न पर्यो भनेर बोले। अब मुन्नी तिमी बोला यार, एकदम हामी धेरै बोल्यौँ होइन बिचमा बस्नु। फेरि जहिले श्रोता हिजो सकिगनीमा हाम्रो सीता भाउजू आउनु भएको थियो। सीता भाउजू झन्नै श्रोता। म मुन्नीको सुन्न चाहन्छु ल। तपाईँ त झन् अब सानैदेखि नाटकमा होइन, नाटकको विद्यार्थी, इन्टरनेसनल एक्सपिरियन्स, बाल कलाकार भएर पनि खेल्नुभयो होइन। अहिले अब ठुलो भइसकेपछि चाहिँ कतिवटा अहिले कहाँ ठुलो मान्छेहरू मेरो मभन्दा पो सानो हो त, बाल कलाकार भन्दा त ठुलो हो नि। फेरि आज बाल कलाकार भने तिमीलाई पनि बाल कलाकार भन्छ नि, यो मुखमा यता बाल पाल्ने। तपाईँ हुर्केकै उतै हो? हजुर, 10 वर्ष हुँदा गएको। जन्मेकै उता? जन्मेको त्यही चितवन।